एकछिन स्किप नगर्नु ल, यो भिडियो हेरेर जानु ल, तपाईँहरूलाई पनि काम लाग्न सक्छ है। यो चाहिँ मेरो वरिपरि हेर्नुहोस् त, यति धेरै बिल्डिङहरू छ, यति बिल्डिङहरू। यसलाई चाहिँ जापानिजमा दान्ची भन्छ है। दान्ची भनेको चाहिँ यहाँनिर जापानिज सरकार र स्थानीय सरकारले आफ्नो नागरिकहरूलाई बस्न सजिलो होस् भनेर बनाइदिएको सरकारी बिल्डिङ हो। यो चाहिँ सब सरकारी बिल्डिङ हो। यो चाहिँ बस्नको लागि है, घरहरू सबै यति धेरै छ। उतापट्टि साइडमा पनि छ, यतापट्टि साइडमा पनि छ है, यति बवाल छ है। अब यो चाहिँ अब यहाँ चाहिँ यही सीमित पैसा तिरेर 10-12 हजार तिरेर चाहिँ उनीहरूले बस्छन् है। अनि जुन चाहिँ अलि आफ्नो परिस्थिति अलि फाइनेन्सियल कन्डिसन अलिक कम भएको मान्छेहरू बस्ने हो यहाँ चाहिँ है। अरू पनि बस्न मिल्छ, गाईको गोजी बस्न मिल्छ भने मतलब विदेशीहरू पनि बस्न मिल्छ। फर्म भर्नु पर्छ, यताउति गर्छ, अनि पर्ने नपर्ने भन्ने चाहिँ लट्री जस्तै है। अब पऱ्यो भने त सजिलो भएको, परेन भने अलिक गाह्रो हुन्छ। सबैतिर छ कि हेर्नु त, यो पुरै एरिया है दान्ची। अनि यहाँ हजारौँ कोठाहरू छन्, हजारौँ परिवारले बास भइरहेको छ यहाँ चाहिँ। अनि यो चाहिँ मैले किन देखाइरहेको छु भन्दाखेरि यस्तो हामी नेपाल सरकारले पनि बनाइदिन सक्नु पऱ्यो क्या। जुन अहिले सुकुम्बासी भइरहेको छ नि, सुकुम्बासीहरू जुन सुकुम्बासी उहाँहरूलाई चाहिँ यस्तो बनाएर दिन सक्नु पऱ्यो क्या सरकारले होइन। अब यो भनेको उनीहरूले केही सीमित पैसा तिरेर मतलब बस्न पाउने भनेपछि राम्रो हो नि त होइन र। अब यो हाम्रो यहाँ जापानमा 70-80 हजार भन्दा राम्रो मुनि फ्ल्याट पाउँदैन। यो बनाइदिएपछि यहाँले यहाँ 10 हजार 12 हजार फ्ल्याट लिएर बसेको हुन्छ भनेपछि कति सजिलो भइरहेको होला यहाँको अब फाइनेन्सियल कन्डिसन विक भएकोहरूलाई। अब हामीहरूले पनि बस्न पाउँछौँ, हामीहरूले चाहिँ फर्म भर्नुपर्छ है, लट्ठी परे जस्तो, तर हामीलाई चाहिँ पर्दैन। तर हेर्नु त यो भित्र यति धेरै फेसिलिटीहरू छ हेर्नु न, कारहरू यति जाने बाटोहरू छ, कार पार्किङ छ है। अब भित्रपट्टि चाहिँ कुकुरहरू पेटहरू लाउनु पाइँदैन है भनेछ। अनि हेर्नुहोस् त यति बवाल छ है। अनि फुलहरू टक्क मिलेको छ। यस्तो नेपाल कहिले हुने, हामीले त्यस्तै नेपाल हुन्छ भनेर आश गरौँ है। त्यो बालेन सरकार अर्कोले पनि गर्छ, बालेन सरकारले भन्ने आश हो, त्यही हो है, बवाल छ। अनि तपाईँहरूलाई आज मैले यही देखाउनु खोजेको। अनि जापानको बारेमा अरू केही क्वेसनहरू प्रश्नहरू भए कमेन्ट गर्नु होला है। यो चाहिँ तपाईँहरूलाई एकदम देखाउन मन लाग्यो र मलाई अस्तिदेखि देखाउनु मन लागेको थियो, त्यो मैले देखाएको। आजको लागि यति नै है त। फलो र लाइक गर्न नबिर्सनु, कमेन्ट पनि गरौँ है।